रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ७मा रहेको ओम महागते आध्यात्मिक प्रतिष्ठानले गृहिणीलाई लक्षित गर्दै गृहिणी तथा भान्सा वास्तु तालिम एवं खीर खाने कार्यक्रम सम्पन्न गरेको छ। साउन महिनाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई मध्यनजर गर्दै शुक्रबार आयोजित कार्यक्रममा गृहिणीहरूलाई भान्साको उचित व्यवस्थापन, वास्तुशास्त्र, सरसफाई तथा सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण प्रदान गरिएको हो। प्रतिष्ठानका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्थानीय महिला, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रमुख उमा अधिकारीले महिलाको सशक्तिकरण परिवार र समाजको समग्र विकासको आधार भएको बताउनु भएको छ। उहाँले परिवार सञ्चालनमा गृहिणीको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरूलाई ज्ञान, सिप र सकारात्मक सोचसँग जोड्ने यस्ता कार्यक्रम समय सापेक्ष र उपयोगी रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तहले महिला सशक्तिकरण, सिप विकास, स्वास्थ्य सचेतना तथा सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै सामाजिक तथा आध्यात्मिक संस्थासँग सहकार्य गरेर समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमलाई नगरपालिकाको आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता समेत उहाँले जनाउनु भएको छ। वास्तुशास्त्रको कति तरहले मान्दैन, हामी मोडर्नाइजको कुराहरू गर्ने क्रममा हाम्रो आध्यात्मिक कुराहरूले हामीलाई कति बाँधेको छ, यो हाम्रो लागि कति बेनिफिट छ भन्ने कुराहरू चाहिँ हामीले नबुझेको अवस्था छ। आजभोलि हामीले आफूलाई र आफ्नो बच्चालाई जचाउने हो भने हामीमा भिटामिन डी को कमी धेरै देखिन्छ। सूर्यबाट प्राप्त हुने, त्यो पनि बिहानी। त्यही भएर बिहान सूर्य नमस्कार गर्नु पर्दो रहेछ। सूर्य नमस्कार गर्ने बेलामा 10-15 मिनट बाहिर उभिन पर्दो रहेछ। त्यसले सनलाइट पाइँदो रहेछ। धाराहरू बाहिर हुन्थ्यो, लुगा बाहिर धोइन्थ्यो, भाँडा बाहिर धोइन्थ्यो। त्यो सनलाइट अप्रत्यक्ष तरिकाले हाम्रो पुर्खाहरूले त्यसरी जोड्नु भएको रहेछ। अनि आजभोलि हाम्रो सबै कामहरू घरभित्र मात्र भएको हुनाले म बिरामी छु, म राम्रो खाएको छु, तर म किन बिरामी भएको छु? सनलाइट त मैले पाइरहेको छु, बिहानको पाइएछ कि दिउँसोको पाइएछ? यस्तो कति धेरै कुराहरू हाम्रो धर्मसँग जोडेर हामीले पुर्खाले मानेको, तर हामीले चाहिँ आधुनिकताको लम्किँदै गर्दा हामीले बिर्सेको अवस्थाले गर्दा हाम्रो स्वास्थ्यमा परेको यो अलिकति जटिलताले गर्दा पनि आज यो कुरा धेरै सिकिन्छ जस्तो चाहिँ मलाई लाग्छ। हामीले नबुझेको र आज हामी बुझ्दै गर्ने क्रममा छौँ। सिद्धार्थनगर नगरपालिकाको धेरै सङ्घ संस्थाबाट यहाँ आउनुभएको छ, खास गरी हाम्रो धार्मिक सङ्घ संस्थाबाट धेरै आउनुभएको छ। हाम्रो संस्कृति बिर्सने क्रममा चाहिँ हामी यस्तै गरी कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष मनोज मित्तले समाजमा आध्यात्मिक चेतनाको विकास, पारिवारिक संस्कारको संरक्षण तथा सकारात्मक जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठानले निरन्तर सामाजिक र आध्यात्मिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले गृहिणी परिवारको केन्द्रबिन्दु भएकाले उनीहरूलाई लक्षित कार्यक्रमले सम्पूर्ण परिवारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। गृहिणी परिवारको आधार स्तम्भ हुन्। उनीहरूलाई ज्ञान, सिप र सकारात्मक सोचसँग जोड्न सके परिवार मात्र होइन, समाज पनि अनुशासित र संस्कारित बन्छ उहाँले भन्नुभयो। आगामी दिनमा महिला, युवा तथा परिवार केन्द्रित यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ। यसको इतिहास कोरोना कालदेखि नै लगभग सुरु छ। कोरोना कालमा धेरै मान्छेहरू बिरामी भएपछि हामी धन्वन्तरी यज्ञ गर्ने भनेर एउटा सुरु गर्ने सोचेको, जो कि आजसम्म गर्न सकेन, पर कार्यक्रम धेरै गरे र स्वास्थ्यको लागि पनि हामी धेरै काम गरे। अब जुन छ नि, हामी खास कोही हाम्रो डाक्टर साहब सञ्जय गणजी हुनुहुन्छ, उहाँले के भन्नुहुन्छ भने जति रोग व्याधि लाग्छ त्यो 80% रोग व्याधि हाम्रो खाना पकाउने नजान्ने, खाना खाने नजान्ने र भोजन कसरी पकाउने, के मेलको के बेमेलको कई विभिन्न किसिमको समस्या छ। हामीहरूले थाहा सबै छ, पर हामी मान्दैन। अलिकता रिभिजन गराउनको लागि हामी आज खेलाराज अधिकारी, हाम्रो वास्तुविद र भान्सा सम्बन्धी विशेष महिलाहरूलाई यो कार्यक्रम दिने प्रयोजनले हामी
बोलाएछन् अनि मलाई आश छ कि यो कार्यक्रम धेरै फाइदा हाम्रो महिला दिदी बहिनीहरूलाई अवश्य नै हुन्छ र उहाँलाई फाइदा भयो र सिकेर गएपछि जरुर हाम्रो पुरो सम्पूर्ण परिवार नै निरोगी र स्वस्थ हुन्छ भनेर आश छ। यस्तै गरी प्रतिष्ठानका अध्यक्ष विष्णु अधिकारीले संस्थाले आध्यात्मिक चेतना र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएको बताउनु भएको छ। उहाँका अनुसार भान्सा केवल खाना पकाउने स्थान मात्र नभई परिवारको स्वास्थ्य, संस्कार, समृद्धि र पारिवारिक सम्बन्धसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण स्थान हो। त्यसैले गृहिणीहरूलाई भान्साको व्यवस्थापन, सरसफाइ र सकारात्मक वातावरण निर्माण बारे जानकारी गराउन तालिम आयोजना गरिएको बताउनुभयो। किनकि घर सम्हाल्ने महिलाहरूले नै हो, त्यस कारणले महिलाहरूको लागि हामीले भनेर विशेष यो कार्यक्रम राखेका छौँ। यहाँहरू मिस नगर्नु होला, कृपया अन्तिमसम्म बसिदिनु म अनुरोध गर्दछु। र म यहाँ यो वास्तु सम्बन्धी र केही सानो दुईवटा कुरा म राख्नेका छु, मेरो आफ्नो अनुभवहरू। यो वास्तु भनेको कुरो हाम्रो हिन्दू धर्ममा या हिन्दू शास्त्रमा मात्रै होइन, यो मुस्लिम धर्म, मुस्लिम शास्त्र अनि हजुरको यो इसाई सबै धर्ममा चाहिँ यो वास्तु सम्बन्धी यो शास्त्र छ, सबैमा छ। जस्तो मैले केही उदाहरणहरू यहाँहरूलाई प्रस्तुत गर्न, जस्तो हामीले भन्छौँ, हामीले सानैदेखि सुन्दै आएको र अहिले पनि मेरो परिवारले भनेको उत्तरतिर सिरानी नगर्नु भनेर। यो साइन्स हो, उत्तरतिर सिरानी मैले बुझेअनुसार उत्तरतिर सिरानी गरेर किन सुटिँदैन भनेदेखि उत्तरबाट जहिले पनि हजुरको चाहिँ के भन्छ त्यो चुम्बकीय शक्ति जुन हुन्छ पोजिटिभबाट चुम्बकीय शक्ति चाहिँ के भन्छ उत्तरतिरबाट चाहिँ के भन्छ यो दक्षिणतिर आउने गर्दछ। त्यसले गर्दाखेरि उत्तरतिर सुत्नाले के हुन्छ भने हाम्रो टाउकोमा चाहिँ त्यो चाहिँ चुम्बक भएको जुन टाउको भएको शक्तिहरूलाई त्यो तान्दिने गर्दछ, मैले जाने अनुसार र मैले जानकारी प्राप्त गरे अनुसार। त्यस कारणले हामी उत्तरतिर सिरानी गर्दैनौँ। अब अर्को कुरो मुस्लिमहरूमा पनि जाने मुस्लिम धर्ममा पनि हजुर जाने के भन्छ यो वास्तु सम्बन्धी यो वास्तु सबै धर्म जाने साइन्स नै हो, खाली चाहिँ मान्ने तरिका मात्रै फरक हो, सबै धर्ममा यो वास्तु हुन्छ। कार्यक्रममा ज्योतिष तथा वास्तु विशेषज्ञ किला अधिकारीले गृहिणी तथा भान्सा वास्तु विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले भान्साको दिशा, सरसफाई, सामग्रीको उचित व्यवस्थापन तथा वास्तुशास्त्रका आधारभूत सिद्धान्तबारे जानकारी गराउँदै व्यवस्थित भान्सा, स्वच्छ वातावरण र सकारात्मक सोचले परिवारको स्वास्थ्य, मानसिक शान्ति तथा पारिवारिक सद्भावमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो। उहाँले वास्तुसँगै व्यावहारिक सरसफाइ र अनुशासित जीवनशैलीलाई पनि उत्तिकै महत्त्व दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष विष्णु माया शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिवले गर्नुभएको थियो। तालिमपछि सहभागीहरू बीच साउन महिनाको धार्मिक परम्परा अनुसार खीर खाने कार्यक्रम आयोजना गरिएको थियो। आयोजकका अनुसार आध्यात्मिक चेतना अभिवृद्धि, पारिवारिक संस्कारको संरक्षण, सामाजिक सद्भाव र सकारात्मक जीवनशैलीको विकास गर्ने उद्देश्यले प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक, सहभागितामूलक र तथा समाज उपयोगी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।